नमस्कार साथीहरू, यहाँलाई स्वागत छ। आज फेरि अर्को नयाँ भिडियोमा नेप्से इन्डेक्स र सब इन्डेक्सहरूको डेली टाइम फ्रेममा कस्तो अवस्था रहेको छ भनेर विश्लेषण गर्नको लागि आज फेरि उपस्थित भएको छु र त्यो भिडियोमा यहाँहरूलाई स्वागत गर्न चाहन्छु। साथीहरू, आज नेप्से खासै घट्न मानेन र लास्ट स्लोली मुभ गर्दै मार्केट 2720 भन्दा माथिको एरियामा बन्द दिन सफल भएको छ। आज कमाउने कम्पनीहरूमा 153 वटा कम्पनी रहेका छन् अनि गुमाउनेमा 111 र अनचेन्जमा 12 वटा कम्पनी रहेका छन्। साथीहरू, टप गेनरमा ECL, SNORL, APHL लगायतका कम्पनी रहेका छन् भने टप लुजरमा KBSH, बङ्गल, RSML लगायतका कम्पनी रहेका छन्। टप टर्नओभरमा रिलायन्स स्पिनिङ मिल्स, AKGCL, रिडी, SOHL, NRN रहेका छन्। टप भोलममा AKGCL परेको छ आज, रिडी, KBL, NHPC लगायतका कम्पनी टप भोलममा रहेका छन् भने टप ट्रान्जेक्सनमा SGHL, KAHL, SOHL, SOPL, TPKHL लगायतका कम्पनी रहेका छन्। साथीहरू, नेप्से इन्डेक्स आजको डेली टाइम फ्रेममा देखाउन खोज्दाखेरि हिजोको क्यान्डलभन्दा माथि नै गएर क्लोज दिन सफल भएको छ। मार्केटको सिनारियो हेर्दा माथि नै जाने देखिएको छ अवस्था। अब भोलि यो हप्ताको अन्तिम दिन भएको कारणले भोलि सायद बढेरै बन्द दिने देखिन्छ। अब भोलिको बजारबाट थाहा हुन्छ के हुन्छ भन्ने कुरो। साथीहरू, नेप्से ट्रेडिङको फिचरहरू युज गरेर हेर्दाखेरि कस्तो देखिन्छ साथीहरू हेरौँ। नेप्से ट्रेडिङको फ्युचर युज गरेर हेर्दा त 2800 को मनोवैज्ञानिक रेखालाई चाहिँ सपोर्ट देखाइएको छ। यो फ्युचर युज गर्दाखेरि TL फ्युचर युज गर्दाखेरि यस्तो देखिएको छ। त्यस्तै ड्र युज गर्दाखेरि अब हायर हाई बनाउने सङ्केत देखिएको छ। साथीहरू, मार्केट एकदमै स्ट्रङ पोजिसनमा जाने सङ्केत देखिँदैछ। अब भोलि फ्राइडेको मार्केट कति अङ्क माथि गएर बन्द हुने हो, भोलिको मार्केटको अवस्था हेरेर थाहा हुने कुरा हो। साथीहरू, नेप्से इन्डेक्स आजको डेली टाइम फ्रेममा देखाउन खोज्दाखेरि हिजोको क्यान्डलभन्दा माथि नै गएर क्लोज दिन सफल भएको छ। मार्केटको सिनारियो हेर्दा माथि नै जाने देखिएको छ अवस्था। अब भोलि यो हप्ताको अन्तिम दिन भएको कारणले भोलि सायद बढेरै बन्द दिने देखिन्छ। अब भोलिको
भोलिको बजारबाट थाहा हुन्छ के हुन्छ भन्ने कुरो। साथीहरू नेप्से ट्रेडिङको फिचरहरू युज गरेर हेर्दाखेरि कस्तो देखिन्छ साथीहरू हेरौँ। नेप्से ट्रेडिङको फिचरमा युज गर्दा फ्युचर युज गरेर हेर्दा त 2800 को मनोवैज्ञानिक रेखालाई चाहिँ सपोर्ट देखाइएको छ। यो फिचर युज गर्दाखेरि टिएल फ्युचर युज गर्दाखेरि यस्तो देखिएको छ। त्यस्तै ड्र युज गर्दाखेरि अब हायर हाई बनाउने सङ्केत देखिएको छ। साथीहरू मार्केट एकदमै स्ट्रङ पोजिसनमा जाने सङ्केत देखिँदैछ। अब भोलि फ्राइडेको मार्केट कति अङ्क माथि गएर बन्द हुने हो, भोलिको मार्केटको अवस्था हेरेर थाहा हुने कुरा हो साथीहरू। ब्याङ्किङ तलबाट बन्द मिडल ब्यान्डबाट बन्द स्टार्ट ओपनिङ भएको तर हिजो क्यान्डलभन्दा माथि नै गएर बन्द दिएको अवस्था रहेको हिजो क्यान्डलभन्दा माथि नै क्लोज दिन सफल रहेको छ। अनि एकदम राम्रो तरिकाले हिजोको क्यान्डलभन्दा माथि नै गएर क्लोज दिएको रहेको छ। एकदम उत्कृष्ट रहेको छ। अस्तिको क्यान्डलभन्दा हिजो ठुलो, हिजो माथि, हिजोको भन्दा आज माथि हुँदै हुँदै एकदम राम्रो ट्रेन्ड देखाउन खोजिरहेको छ म्यानुफ्याक्चरिङकोले। माइक्रो फाइनान्समा पनि खासै नराम्रो देखिएको छैन, राम्रै छ। तर केही समय लाग्ने देखिन्छ यसको ट्रेन्ड माथि जानको लागि।